आज ऐतिहासिक दिन पनौती नगरपालिका वडा नम्बर 1 स्थित हामी रानीकोटमा छौँ। यहाँ रानीकोटमा बाघ भैरवको मन्दिर रहेको छ। यो मन्दिरमा आज केही बेरमै यहाँ जात्रा लाग्ने र पूजा लिएर आउने क्रम छ भन्ने हामीले यहाँ जानकारी पाएका छौँ। यो प्रकृतिको एकदम अद्भुत आनन्द रहेको ठाउँ जहाँ बाघ भैरव बाघको प्रतीकका रूपमा बाघको प्रतिमाको रूपमा चाहिँ बाघ जस्तै आकारको शिला चाहिँ हामीले यहाँ पाएका छौँ। यहाँ अहिले मेला लाग्छ भनेर हामीले सुनिसके पछाडि हामी अप्परझट म र आदरणीय राजाराम दाई हामी यहाँ यो मन्दिर दर्शन गर्न आयौँ। यो दर्शन पछाडि हामीलाई यो मन्दिरमा धेरै कुराहरू देखियो। साँच्चीकै प्रकृतिले हामीलाई धेरै चिज दिएको छ, जहाँ कि प्रकृतिको वरदानलाई हामी मानवहरूले चाहिँ संरक्षण गर्न सक्ने हो भने हाम्रा सामाजिक आर्थिक र अन्य संस्कारका सवालसम्मलाई हामीले ध्यान दिन सक्नेछौँ र हामीले त्यसको चाहिँ पछाडि लाग्छ। जस्तै म अहिले यति बेला चाहिँ हामीसँग आदरणीय राजाराम कर्माचार्य दाई हुनुहुन्छ। दाईले चाहिँ यो ठाउँलाई कसरी हेर्नुभयो भन्ने कुरा चाहिँ म उहाँसँग सोध्न गइरहेको छु। दाई नमस्ते। नमस्ते नमस्ते दाई, तपाईँले यो अहिले जुन हामी यहाँ बाघ भैरव मन्दिर परिसरमा छ, यो मन्दिरको बारेमा तपाईँले के आफूले जानकारी पाउनु भएको छ र यहाँ चाहिँ राम्रा पक्ष र नराम्रा पक्षहरू यो बाहिर यो संरचनाको पनि एकचोटि भनिदिनु न। एकदम धन्यवाद। खासै यसको अब नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश, एउटा राष्ट्रिय गीत पनि छ, जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ, जहाँ थुम्का थुम्कामा स्वर्गको आवाज छ, यो देश मेरो भने जस्तै यसको अब यो हाम्रो प्रत्येक स्थल हाम्रो लागि स्वर्ग जस्तै हो। र यहाँ पनि अब धेरै कुराहरू अगाडि बढिसकेको सन्दर्भमा अलिकति बाघको आकृति जस्तै भएको हुनाले यहाँ चाहिँ यो बाघ भैरवको रूपमा छ। हाम्रो नेपालीहरूमा विशेष गरेर अलिक ठुल्ठुलो ढुङ्गाहरूले चाहिँ भैरवको रूपमा लिने गरिन्छ, भैरवको मूर्तिको रूपमा लिने गरिन्छ, भैरव शिलाको रूपमा लिने गरिन्छ। यहाँ पनि एउटा ठुलो हामीले देखा परेका छौँ। र यो चाहिँ पनौती नगरपालिका वडा नम्बर 1 स्थित यो रानीकोट एरिया पर्छ, पनौती नगरपालिका वडा नम्बर 1। यहाँ चाहिँ धेरै कुराहरू अहिले हरियाली छन् र सँगसँगै यहाँ अलिकति यो प्राकृतिक कुराहरू पनि अलिकति बिग्रिने जस्तो देखिएको अवस्था पनि छ, किनभने ठाउँ ठाउँमा पहिरो आएको हामीले देख्यौँ। र यो सँगसँगै बाटोको राम्रो प्रबन्ध यहाँ देखा परेको छ भने केही ठाउँमा अलिक थोरै मात्र यहाँ कच्ची बाटो रहेछ। त्यसमा चाहिँ अब केही समयपछि यो वर्ष नभए अर्को वर्ष त यहाँ राम्रो हुन्छ होला भन्ने अपेक्षा छ। यहाँ चाहिँ नि दर्शनार्थी अथवा चाहिँ श्रद्धालु भक्तजनहरूले चाहिँ टोयलेटको चाहिँ मैले देखिरहेको छैन। त्यो चाहिँ टोयलेट भयो भने पनि यहाँ राम्रो पिकनिक स्पट हुन्छ भन्ने मलाई लागेको छ। र सँगसँगै यो ऐतिहासिक स्थलमा आइपुग्दाखेरि यहाँ अलिकति स्ट्रक्चर पनि बनाइरहेको अवस्था छ। यो स्ट्रक्चरले चाहिँ नि अब सम्पदा मैत्री बनाउनु भयो भने एकदम राम्रो हुन्छ जस्तो लाग्छ। सँगसँगै यसलाई अब संरक्षण र सम्बोधनका अर्थात् त्योसँगै प्रचारमा ल्याउनुपर्छ भन्ने पनि मलाई लागेको छ। र यो विषयमा यहाँको यो बाघ भैरवको विषयमा चाहिँ मलाई खासै थाहा छैन। यहाँ म पहिलोपटक आएको हुँ। यो एरिया त हामीले हिँडडुल गरेकै ठाउँ हो, तर त्यही पनि यसको प्रचारको कमीले हो वा के कारणले हो यो ठाउँ चाहिँ हामीले याद गरिरहेको अवस्था हो। तर यहाँ नआएको अवस्थामा यो हाम्रो बुद्ध पूर्णिमा अथवा चाहिँ यो बुद्ध जयन्तीको अवसरमा यो चण्डी पूर्णिमा पनि भनिन्छ, वैशाख पूर्णिमा पनि भनिन्छ, आज उभौली पर्व पनि होइन। त्यो अवसरमा चाहिँ हामी यहाँ आइपुगेका छौँ। यसको खुसी यहाँहरू सबैले म बाँड्न चाहन्छु। धन्यवाद।